अनि दाइ हान्न आउँदैन कि दाइ भोलि त 12 को बोर्ड छ यसो कङ्ग्रेचुलेसन दिनु न दाइ ए भाइ पास भनेर कङ्ग्रेचुलेसन कङ्ग्रेचुलेसन ओए भाइ किन दिने मामा त्यो भाइ मुझे पास भनेर यो एक्जाम नदेऊ भाइ तिमी फेल हो सियोर फेल हो ए दाइ ए एक्जाम दाइ फेरि दाइ त्यस्तो कङ्ग्रेचुलेसन दिनु भयो मुझे एक्जाम आउन आँटेको पास भएको पनि होइन ठक अनि मुझे कसरी दिन्छ एक्जाम मामा मामा विक्रम हजुर अनि एक्जाम आएको छैन भाइ कङ्ग्रेचुलेसन चाहिँ कसरी दिनु त्यसरी नै मिलाएर भन्नु न हामी होरा ग्याङ ल कङ्ग्रेचुलेसन भाइलाई राम्रो होस् टप A+ आओस् ल ल भाइ ल पढ मजाले पढ दाइ भन्नु न त दाइ बेस्ट अफ लक न दाइ कङ्ग्रेचुलेसन भाइलाई ल एक्जामको लागि बेस्ट अफ लक दाइ उयो भयो क्या के भन्छ जिब्रो चिप्यो क्या हलबडीमा ए ल ल ल ल बेस्ट अफ लक मेरो भाइलाई बेस्ट अफ लक पास हुनु ल दाइ आइस कटवाल बिग साउट आउट दिनु दाइ ल आइस कटुवाललाई बिग साउट आउट ल भाइ ल